वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। खुसीका फूल बटोलेर मनको रुमालैमा, खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई, राखेकी छु सम्हालेर दिन तिमीलाई। नागे सबै मनको सीमा पूर्णिमाको जुनेलीमा, नागे सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छु म लिन तिमीलाई, पर्खी बसे आउने छु म लिन तिमीलाई। हजुरको कल्की राम्रो, हजुरको बोली राम्रो, गुरस फुले बनाई राम्रो, मुहार त्यो झनै राम्रो। हजुरको कल्की राम्रो, हजुरको बोली राम्रो, गुरस फुले बनाई राम्रो, मुहार त्यो झनै राम्रो। पाइला सर्छन् तिमी तिरै, राख मलाई मुटु निरै। इन्द्रणी रंग मिसाएर राखी परेलीमा हेरिरहु जस्तो लाग्छ किन तिमीलाई, हेरिरहु जस्तो लाग्छ किन तिमीलाई।
कति छाम्बा मुदी बाङ्गुल स्योरानी हो कति छाम्बा मुदी बाङ्गुल स्योरानी मुल स्योरानी गलाङ्गुल स्योरानी ताई भन्दा छाम्बा मुनै मुल स्योरानी हो ताई भन्दा छाम्बा मुनै मुल स्योरानी कति छाम्बा मृदी बाङ्गुलो ठागो कति छाम्बा मृदी बाङ्गुलो ठागो गौलो ठागो गलाङ्गुलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो माया न्योला छैली लस्यो संसारैमा दिबा ओ माया न्योला छैली लस्यो संसारैमा दिबा लै सार कसी टिसो जुगै भरियो मी बालुन सोले बालुन टिले सुख दुख न्योमी ओ बालुन सोले बालुन टिले सुख दुख न्योमी मुल स्योरानी गलाङ्गुल स्योरानी ताई भन्दा छाम्बा मुनै मुल स्योरानी हो ताई भन्दा छाम्बा मुनै मुल स्योरानी चले न कहीं चले क्यों दी खुशी तमिस्यो पैको चले न कहीं चले क्यों दी खुशी तमिस्यो क्यों मी तस्यांगा क्यों तस्यांगा खबर दिनरी क्यों ही लगी सिस्यो लो पर दी बेलारी ओ क्यों ही लगी सिस्यो लो परदी बेलारी गौलो ठागो गलाङ्गुलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो कति छाम्बा मुदी बाङ्गुल स्योरानी हो कति छाम्बा मुदी बाङ्गुल स्योरानी मुल स्योरानी गलाङ्गुल स्योरानी ताई भन्दा छाम्बा मुनै मुल स्योरानी हो ताई भन्दा छाम्बा मुनै मुल स्योरानी कति छाम्बा मृदी बाङ्गुलो ठागो कति छाम्बा मृदी बाङ्गुलो ठागो गौलो ठागो गलाङ्गुलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो ताई भन्दा छाम्बा मुनै गौलो ठागो
सँगै नाचौँ न। खुशीको उमङ्ग
फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदिउँ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो मोती जस्ता दन्त तिम्रो आँखा गजलु तिर्मिराउँछ नाकामा कसरी जुदाउ लुकी लुकी आज यो हामी सुमको घरमा हजुर भन्नाले अब यो चाहिँ उहाँ एउटा आमाको लागि हजुर एउटा चाहिँ मामाको लागि यो दुईटा के भन्छ यसलाई अब मानव सगुनको बिराको भइहालेको थियो होइन यो भित्र हालेको चाहिँ सगुन हो रोटी रक्सी यही हो दुईटै हजुर मखमली चोली टम्म खेबा चौछाबे बुट्टे क्रमुकुबा सुमुगे बिनागा हो सुमुगे बिनागा ngai ngol sho ramra ni mume ngai ngol sho ramra ni mume chauchabe butte kramukuba चौछाबा ढाकामा खुकुबा पेटिने फागी जटकेबा चौछाबा ढाकामा खुकुबा समुगे बिनागा समुगे बिनागा गई गोलो आज गमुमे गई गोलो आज गमुमे चौछाबा ढाकामा खुकुबा खैमा क्या को खैमा क्या नो तैरा गए क्या छोरीबा तैरा गए क्या छोरीबा खैमा क्या को खैमा क्या नो तैरा गए क्या छोरीबा तैरा गए क्या झलरे गोयामो झल चिरतामो माये डोरी गइबा
अब अरूलाई चाहिँ यो अर्को बात अझ एकजना दाइ छ क्या एकजना
झालाला मस्योला सिरारी मरैटा झालाला चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala नारे थुबर मोबा नारे तोबर पोबा हो नारे थुबर मोबा नारे तोबर पोबा पोना पोना मुस्योला ngaji bele khoba पोना पोना मुस्योला ngaji bele khoba ngaji bele khoba मस्योला सिरारी मरैटा झालाला मस्योला सिरारी मरैटा झालाला मस्योला सिरारी मरैटा झालाला चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala मस्योला सिरारी मरैटा झालाला मस्योला सिरारी मरैटा झालाला चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala चु जिन्दगी क्यों मिर्ला स्यु तम्बिस्या क्यों ngala
आगामी 2082 वैशाख 17 गतेका दिन पशुतमुज्यू उहाँको धर्मपत्नी श्री रिकमाया पशुतमुज्यूको आयुष्मती सुपुत्री श्री लक्ष्मी पशुतमुज्यूको केही दिन अगाडि मेघ पङ्गिलम तमुज्यू उहाँको धर्मपत्नी श्री पूजा पङ्गिलम तमुज्यूको आयुष्मान सुपुत्र श्री अजय पङ्गिलम तमुज्यूसँग प्रवास जापानमा भागी शुभ विवाह सम्पन्न भएको थियो। आज मिति 2082 वैशाख 17 गते बुधबारका दिन सुपुत्री श्री लक्ष्मी पशुतमुज्यू र ज्वाइँ श्री अजय पङ्गिलम तमुज्यू सुसम्पन्न हुन गइरहेको बारे उपस्थित हजुरहरूलाई जानकारी गराउँदछु।
जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर बरपिपलु भाकेर बरपिपलु डाँडा काँडा दायाँ बायाँ चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोखो माया थाहै नपाई सुटुकै मुटु साथी छ तिमीसित जम्बरी माया गाँसिएछ साँच्ची छ है पिपलु र बारा साँच्ची छ है पिपलु र बारा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई ए मायालु छोएर बरपिपलु भाकेर बरपिपलु मुटु भरि कता कता गुरस फुले जस्तो मनै भरि यता उता माया डुले जस्तो तिमी बरपिपलुमा सधैँ दया माया छ हरि भई बस प्रीतम शीतल तिम्रो छाया साक्षी छ है पिपलु र बारा साक्षी छ है पिपलु र बारा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर बरपिपलु भाकेर बरपिपलु
मुल्स्यो मारा होय होय मुल्लो मारा ngai maya kyolai pishu tamino sara ngai maya kyolai pishu tamino sara मुल्स्यो मारा तेंचंगामी माया लबारे गोरारा तेंचंगामी माया लबारे गोरारा जुबुटे क्रामो मायालाई चिनो खोलरी मो माया जतनले थेमिन जुबुटे क्रामो मायालाई चिनो खोलरी मो माया जतनले थेमिन Misho mulsho kyolai mura besara Tu misho mulsho kyolai mura besara Me maya kyolai pisho tamino sara Me maya kyolai pisho tamino sara Tamino sara Nai maya kyolai pisho tamino sara अब भने बाहुलीहरूले चाहिँ एकचोटि त खसी रोटी रक्सी घरमा पुऱ्याइसक्यो गाउँमा पुऱ्याइसक्यो राममा छानेर चाहिँ गइसक्यो त्यसको बावजुद पनि आज केही हाम्रो चलन चल्तीको हिसाबले इलाकाको दसैँ ठुला दसैँ छा
आफ्नै कुरामा छले छापे नै मोल स्यो सुबासा सुबासरी लजे नै भरोसा सुबासरी लजे नै भरोसा रीतिरिवाजमा चाहिएको खण्डमा सम्झे बाँच्यो सम्झे डाँडे बाँच्यो साँची थेनो मोल स्यो चसेरी माया पीपल छाया भन्दा नुबा मुन्योल माया भन्दा नुबा मुन्योल
बाटो सिकेर मक्खै परे तिमीलाई देखेर बसु क्या हो बाटो सिकेर ए बसु क्या हो बाटो सिकेर लेकैमा फुल्यो त्यो लाली गुराँस टिपेर तिम्ला बरिलाई फाटेछ भने मुटुको मिलेर सिन्दा मनाउनु पर्छ है जम्मा चाहिँ चिसो भन्छ अब त्यसो साहबको पार्टी त खानै छ सँगै तँलाई भिहायौँ बा पार्टी थोलै त है त्यहाँ गएर हुन पर्यो त्यो कुरो भइरहेछ one of the lucky person. Pinjin आता है वो. Chilling, appreciation. खलबली मच्चा छ गोर्खे खुकुरी झुटो होइन पिराती साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा लाउरे दाइले सलामै ठोकेर सिट्ठी मार्यो चोर औँला टोकेर गोर्खे खुकुरी लाउरे दाइले सलामै ठोकेर
खुकुरी जादु हान्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मासैको दाल जिम्मुले जानेको सिपालुले सबै थोक जानेको गोर्खे खुकुरी मासैको दाल जिम्मुले जानेको सिपालुले सबै थोक जानेको गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा कस्तो लाज भयो युके बस्ने माया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया सुनौलो साँझ भयो के भनेको कस्तो लाज भयो युके बस्ने माया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया मर्स्याङ्गी सालाला तिम्रो रूपै छलाला कमल फुलिलाइमा तिमी बसौ दिलाइमा आजको साँझ हुने भो मस्ती माया पनि भेटियो जुन जस्ती बन्दीपुरे माया हाम्रो माया नहोस् घाम छाया हुने भो मस्ती माया पनि भेटियो जुन जस्ती बन्दीपुरे माया हाम्रो माया नहोस् घाम छाया बन्दीपुरे माया हाम्रो माया नहोस् घाम छाया बेला बेला झुल्किन आइसिन्छ तातो चिसो भन्नुस् के खाइसिन्छ युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया झुल्किन आइसिन्छ तातो चिसो भन्नुस् के खाइसिन्छ युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया मामा माओली सम्पूर्ण इष्टमित्र तर्फबाट केही जिन्सी उपहार स्वरूप उहाँलाई हामीलाई प्रदान गर्दैछौँ।
जसमा प्रदान गर्ने काममा दिनको लागि हाम्रो छोरीको बाबाआमा र लिनको लागि ज्वाइँको बाबाआमा कृपया आफ्नो स्थानमा उपस्थित भइदिनु होला भन्दै आजको जति पनि हाम्रो यस सुगन्ध भेटघाटमा एक बुँदा एक हिसाब किताब जम्मा गरी हाम्रो यसै रामचेली गडाबाई समाजका अध्यक्ष श्री औबहादुर गुरुङज्यूले डिटेलमा बताउँदै हजुरहरूलाई सम्झाउने कोसिस गर्नेछौँ र पहिला बाबा आमाको तर्फबाट जिन्सी उपहारहरू प्रदान गरिनेछ भने दोस्रो पटक फेरि तल्लो कान्छा बाजेको तर्फबाट गरिन्छ र आखिरीमा मामा माओलीहरूको तर्फबाट जिन्सी उपहार आफूले गरिन्छ भन्दै म यो नायक श्री रामचेली गडाबाई समाजका आजको बुँदा हिसाब किताब राख्ने अध्यक्षज्यू श्री औबहादुर गुरुज्यूलाई म यो हस्तान्तरण गर्दछु। पोखराका सल्लाहकार सदस्यज्यू र आज हामी एकदमै खुसीको साथ छौँ। हाम्रो भान्जेको शुभ ढोकेट सम्पन्न भइरहेको अवस्था छ र आज मिति 2082 साल वैशाख 17 गते बुधबारको दिनमा हाम्रो लक्ष्मी भान्जी र भान्जी ज्वाइँ अजय गुरुङको चाहिँ शुभ ढोकेट सुसम्पन्न भइरहेको छ र हाम्रो ज्वाइँ र भान्जीलाई घरबाट मामाहरूबाट अनि सम्पूर्ण इष्टमित्रबाट चाहिँ केही दान दक्षिणा गर्नुभएको छ। यहाँ चाहिँ हामीलाई प्राप्त हुन आएको रकम छ घरबाट रु नगद 10 लाख रुपियाँ प्राप्त भएको छ र यसै गरी हाम्रो गुणघरे दाजुभाइबाट नगद रु 50,005 रुपियाँ प्राप्त भएको छ र यसै गरी हाम्रो बजै फुकुस मिनाङकोटबाट 50,000 रुपियाँ प्राप्त भएको छ भने र यो मामाहरूको चाहिँ मैले अहिले एकछिनपछि उहाँले छुट्टै लेखेर दिनुभएको छ, मैले यहाँबाट छुट्टै सुनाउने छु र मामाहरूको तर्फबाट नगद 5,555 एक कलम र अर्को 20,000 गरेर उहाँको छुट्टै यो छ र टोटल हामीसँग नगद 19,75,575 रुपियाँ प्राप्त भएको छ र जिन्सी सामानमा सुन 10 तोला मध्येमा हाम्रो घरबाट जुन हाम्रो मामाले आफ्नो छोरी ज्वाइँको लागि 8 तोला प्रदान गर्नुभएको छ भने मामाहरूबाट 1 तोला र मुनमाया छ्यामाबाट 1 तोला गरेर चाहिँ यो सुन चाहिँ 10 तोला प्राप्त भएको छ। ठुलो बाबा रेशम बहादुर गुरुङबाट 50,000 र यसै गरी पदमराज साइला बाबाबाट 50,000, थुल प्रसाद काइला बाबाबाट 50,000 र टोप जौन कान्छा बाबाबाट 50,000 गरेर उहाँले चाहिँ 2,50,000 दिनुभएको छ र जिन्सीमा पनि उहाँहरूले चरेस थाल 2 थान, तामाको थाल 1 थान, तामाको अङ्खरा 2 थान, तामाको पाला 3 थान प्रदान गर्नुभएको छ। धन्यवाद र आजको चाहिँ बुहारीहरू छोराहरू यहाँ जो हुनुहुन्छ यहाँ चाहिँ आफ्नो जुन दान उपहारलाई हाम्रो भान्जी र भान्जी ज्वाइँलाई प्रदान गर्नका लागि अगाडि आइदिनु भएको हार्दिक धन्यवाद चाहन्छु। मिति 2082-1/17/4 सेरिया जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर 3 हाल पोखरा महानगरपालिका वडा नम्बर 15 निवासी बुबा सुन्दर श्री नवीन गुरुङ र माता रिकमाया गुरुङको एकमात्र सुपुत्री लक्ष्मी गुरुङको आज मिति 2082 साल वैशाख 17 गते बुधबारका दिन साबिक तनहुँ जिल्ला भानु गाउँपालिका वडा नम्बर 1 का काठमाडौँ महानगरपालिका वार्ड नम्बर 15 निवासी मेन पोङ्गे लामाको सुपुत्र श्री अजय लामासँग गुरुङको परम्परा अनुसार शुभ ढोकेट कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड नम्बर 10 स्थित अमरकोट पार्टी प्यालेसमा
सुसम्पन्न भएको शुभ अवसरमा सेन्जा बिरुवा गाउँपालिका वार्ड नम्बर 7 मनोकामना बोल्यौ निवासी आशु माओवादीहरूको तर्फबाट भान्जी तथा भान्जी ज्वाइँको दाम्पत्य जीवन सुखमयका साथ बनोस् बितोस् भन्ने शुभकामना सहित उहाँहरूको जीवन प्रगतिको लागि बाबाहरूको तर्फबाट केही नगद रकम र जिन्स सामग्री प्रदान गरिन्छ। तपसिल मामाहरूबाट सुनबहादुर गुरुङ मामा, सुन्दर सुनबहादुर गुरुङ मामा, दलबहादुर गुरुङ मामा, लोकबहादुर गुरुङ मामाबाट 1 तोला सुन को औँठी र चरेस थाल 1 कचौरा 1 र यसै गरी गङ्गबहादुर गुरुङ मामाबाट र नरेन्द्र गुरुङ मामा, मोहन गुरुङ मामाबाट 51,555 रुपियाँ नगद र यसै गरी मामाहरू धीराज गुरुङ, सुनिल गुरुङ, देव बहादुर गुरुङ, एक बहादुर गुरुङ र भीमराज गुरुङबाट 71,555 20,000 गरेर 71,555 नगद आएको छ र यसै गरी बजेपुर धनसरी गुरुङ मालिक 7 बिनाकोटबाट रु 50 अघि मैले यो वाचन गरिसकेँ र अर्को कान्छी छ्याउबाट काका छ्याउ 10 काकाबाट जिन्सी 1 तोला सुन बिरुवा औँठी 1 चरेस थाल 1 कटौरा भनेर भन्नुभएको छ र मामाहरूलाई यो आफ्नो नगद तथा चरेस थाल पनि यहाँ सबै सामान सबैजनालाई हार्दिक अनुरोध चाहन्छु। ल धन्यवाद। सँगै जीवनमा चाहिँ हात मिलाउने काम पनि भइसक्यो। सम्पूर्ण आफन्तजनहरू हामीलाई निमन्त्रणा गरेर बोलाउन हुने आयोजकहरू प्रति म एकदम हार्दिक नमन व्यक्त गर्दछु। आज यहाँ आएर यस शुभ ढोकभेट कार्यक्रममा उपस्थित हुँदै गर्दा एउटा नयाँ संस्कार संस्कृति रीतिरिवाज सिक्ने र देख्ने मौका पाएकोमा म आफूलाई लगायत सम्पूर्ण जन्तीपट्टिका इष्टहरू हर्षित हुनुभएको मैले महसुस गरेको छु। खासै बोल्नुपर्ने र भन्नुपर्ने त केही छैन। तपाईँहरूले जुन अतिथि संस्कार गर्नुभयो, जुन सम्मान गर्नुभयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौँ। आगामी आउने दिनहरूमा समयहरूमा हाम्रो यो सम्बन्ध अझै मजबुत अझै टाढा हुँदै जाने कुरा म सहर्ष व्यक्त गर्दै मेरो यो छोटो भनाइहरू दाजु भाउजूको जीवनलाई शुभकामना दिँदै अझै उच्च प्रगति होस्, स्वास्थ्य शुभलाभ होस् भन्दै धन्यवाद सहित बिदा हुन चाहन्छु। धन्यवाद। आज हाम्रो छोरी लक्ष्मी आज शुभ ढोकभेटमा चाहिँ पाल्नुहुने मेरो परिवार तर्फबाट, माओली तर्फबाट र जन्ती तर्फबाट आउनुभएको सम्पूर्ण
मेरो पाहुनाहरूलाई मेरो धेरै स्वागत छ। अनि मैले आफ्नो जो जाने जो सकेँ त्यो मैले आफ्नो तर्फबाट आफ्नो लक्ष्य अनुसार चाहिँ हजुरहरूलाई चाहिँ मैले जो सक्ने त्यो गरेँ। खानापिना हजुरहरूले कस्तो भयो त्यसमा चाहिँ अगाडि कसैलाई पुगेन या कसैलाई कमी भयो नमिठो भयो भने तपाईँहरूले मिठो माने खानुभयो त्यसमा धेरै धेरै तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। र हामीले जो दियौँ छोरीलाई सानो उपहार त्यो छोरी ज्वाइँ सम्पूर्ण मेरो सम्झिनु तपाईँहरूलाई हुन्छ। अनि सबै छोरी ज्वाइँको धेरै धेरै उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँहरूको दम्पति जीवन चाहिँ सफल होस् भन्ने कामना गर्दै म मेरो सानो आफ्नो मन्तव्य यही प्रकट गर्न चाहन्छु। सबैलाई धन्यवाद। मिल्नुद्वारा मेरो सानो निमन्त्रणामा आइदिनु भएकोमा शुभ शुभरात्रि। यस्तो राम्रो छोरी दिएर पनि यस्तो चिजहरू दिनुहुन्छ। तपाईँहरूको मुटु कति ठुलो रहेछ यार। माइती घर छोडेर टाढा टाढा जाँदैछु। माइती घर छोडेर टाढा टाढा जाँदैछु। हृदयभरि माइती घरकै सम्झना, हृदयभरि माइती घरकै सम्झना सँगालेर लाँदैछु। माइती घर छोडेर टाढा टाढा जाँदैछु। यो गाउँ छ, यो ठाउँ छ, अझै पनि आँखाभरि। यो गाउँ छ, यो ठाउँ छ, अझै पनि आँखाभरि। कस्तो रहेछ मेरो कर्म, जानुपर्ने सबैलाई छोडी। सबै छँदा छँदै पनि